गाडी लाग्ने मान्छे हामी चाहिँ बुर्तिबाङ बजारतिर घुम्दैछौँ। यो चाहिँ बुर्तिबाङ बजारको दृश्य होला। यहाँबाट गलकोट के अरे बुर्तिबाङ सपिङ गर्न को आउँछ? हाम्रै गङ्गा दिदी धमाका सपिङ बुर्तिबाङको बसाइबाट ढोरपाटनतिरको यात्रा गर्दैछौँ है। अरू साथीहरूलाई पनि कुर्दै हो। बुर्तिबाङ बजार पनि त्यस्तो नरमाइलो चाहिँ होइन, राम्रै हो। सपिङ चाहिँ राम्रै गरियो यहाँ आएर। ढोरपाटन सम्म यही चौर रहेछ। सरी म मन्दिरतिर छु दाइ। त्यस्तो जना हुन्छ सिकाउनु त्यहाँ राखेको ठ्याक्कै हामी चाहिँ फाइनली ढोरपाटन आइपुग्यौँ ल।
चाहिँ आयौँ है देव दिदीको होटल मामाको होटलमा ल ढोरपाटन सामुदायिक होमस्टे हाम ए लाइट पो बल्दो रहेछ दिदीले आज खाना खानु हामीलाई खानुभयो है मिठो छ उहाँलाई मात्रै फोकस गरेर खिच्दिनु न हामी चाहिँ ढोरपाटनबाट माथि 2 घण्टा माथि चाहिँ भेडीगोठमा आयौँ होइन तर यहाँ चाहिँ हामीले भेडाहरू चाहिँ देख्न पाएन त्यही पनि एकदम रमाइलो भयो अनि हामी चाहिँ अरू आएन हामी 2 जना मात्रै आयौँ हाम्रो यहाँ भाइहरू हुनुहुन्छ चाहिँ उहाँहरूले चाहिँ हामीलाई एकदम राम्रोसँगले दिनुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद है दिदी उहाँ बस्नु भएको छ ल तिनीहरू चाहिँ हामीलाई छोडेर भागे है यहाँ त धौलागिरी हिमाल दामी देख्दो रहेछ तर वेदरले गर्दाखेरि चाहिँ हामी बिहानै आउनुपर्ने ठ्याक्कै यहाँ आउने थाहा भएको भए त हामी बिहानै आउँथ्यौँ तर सबै लन्ट्याङ मन्ट्याङ भएर फोटो एकदम धेरै रमाइलो लाग्यो एकदम धेरै खुसी छु हैन हामी 2 जना भए पनि एकदम ढुक्काको साथ चाहिँ हामी आएर चाहिँ फोटो भिडियो खिचेर इन्जोय गर्यौं बाइ वेलकम छ है थ्यांक यू एकदम राम्रो पाटन रहेछ ल कति वर्षपछि भाउजूसँग के अरे कालाबाङ जान नमिलेको ढोरपाटन आइयो ल ल ल यहाँ ढोरपाटन जुरेको रहेछ यो घुम्नलाई हाम्रो हैन संयुक्त रूपमा खुसी लागिरहेछ मलाई यहाँ मजा नि फाइनल यस्तो रमाइलो लाग्यो आइसकेपछि चाहिँ ल के छ भनेर पुरै गर्दिम है हैन कन्सल आज यहाँको के उताबाट आएको कति हो हामीहरू बुकीमा खेलेर आएर चाहिँ यहाँ अब तिमी र म खेलाम के दाइ खेल्ने लुडो हामीहरू चाहिँ अब बेलुका चाहिँ खाना खाँदै है कोक फेन्टाको साथमा डल्लुले चाहिँ यहाँ अब
क्यार्दै खानु भाउजू दाइ कहाँ साइली रिमाइ सत्तरी कहाँ साइली रिमाइ गाई पाल्ला रे साइली यता फेरि बोतल आदेश दाइ ढारे यो चाहिँ ढोरपाटनको मेरो सेकेन्ड डे है मेरो साथीहरू गए अनि म चाहिँ दाइ भाउजू दुईटा दाइसँग अनि दुईटा भतिज अनि भाउजूसँग रमाउँछु भनेर आज वेट गरेको अनि लास्टै रमाइलो भइरहेछ है ल तपाईहरुले भिडियो मन पराइदिनुहुन्छ भन्ने म एकदम आशा गरेको छु गुड मर्निङ ढोरपाटन डल्लु गुड मर्निङ ओ भाइ ओ भाइ उयार्छ गुम्बा डल्लै तिम्रो केही पाहाड चलेन है मेरो युट्युब च्यानल है यो चाहिँ अझै बएर खानु यहाँ चाहिँ गाडीहरू चाहिँ चलाउन नदिने भएर रोकिरहेको रहेछ फाइनल्ली जान पाइयो होइन नहेर त देखाएर म त झ्याप निदा रहेछु के नयाँ रेस्टुरेन्ट भनिन्छ